के भइरहेछ यहाँ के भइरहेछ फुटबल खेल्यो कि के खेल्यो यस्तो यार हैन यस्तो मजाको दामी गेम भइरहेको थियो हैन यस्तो गोल भइरहेको थियो यस्तो बबाल सेलिब्रेसन भइरहेको थियो यस्तो रमाइलो भइरहेको थियो हैन ओ माय गॉड यो चाहिँ किस्पाङ 2 पुरानो गाउँ भन्ने ठाउँमा हो हैन यस्तो ल हेर्नुस् त यो भाइ ओहो हैन अनि गेम पनि त्यस्तो बवाल भाइटल भइरहेको थियो यतिखेर स्कोर भइरहेको थियो हैन टाइम सकिन लास्ट बाँकी थियो यस्तो खतरा गेम भइरहेको थियो क्या ड्यासिङ पुसिङ जस्तै अब गेम जस्तै हैन एट्याकिङ मुभिङहरू सबै बवाल भइरहेको थियो हैन अनि यहाँ उतापट्टि त अर्को ड्यासिङ पुसिङ भइदिरहेको क्या यो चाहिँ अघिल्लो म्याचको सानो तिनो लकको कारण यस्तो झगडा भएछ हैन यस्तो ड्यासिङ पुसिङ भइदिरहेको हेलमेटको त त्यो ग्लास नै उड्ने गरी हानेर मान्छे भगाभग बनाइदियो यार एकछिन त अनि दसैँको बेलामा यार के भनौँ अब के भनौँ रमाइलो गर्ने ठाउँमा इन्जोय गर्ने हाँस्ने गर्नुपर्ने ठाउँमा अब यस्तो यो अर्को तनाव भइदिइरहेको अब लखटेको ढुङ्गाले हाने ल ल ल ल ल भाग्यो भाग्यो अन्त त्यो रातो टी सर्ट लाउनु दाइले लखटेको हो भन्दै अन्त ल वार्निङ दिने भन्दै होइन यस्तो हुन्छ गाह्रो छ हौ गाउँघरतिर गेम खेल्न जान नि वाक्क हान्दियो भने छैन है भाइ साथीहरू विचार गरौँ जहाँ पाएँ त्यहीँ गेम खेल्न नजाउँ होला।